नमस्ते फ्याफुल्ला फेरि पनि मेरो भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको इन्टरभ्युमा हामी एकजना व्यक्तिसँग भेट्दैछौँ जसले दुबई र मलेसिया जस्तो देशहरुमा समय बिताए, तर उनको सबैभन्दा मनपर्ने देश पनि टर्की रहेछ। अब हामी उनीसँग सोध्ने छौँ कि आखिरमा किन टर्कीलाई उनले आफ्नो नयाँ घर बनाउने निर्णय लिए। दाइ अनि तपाईलाई कस्तो लागेको छ त युरोप आएर? अनि तपाई आएको यहाँ कति दिन भयो? यहाँ यार म आएको यस्तै 4-5 दिन भयो हैन, भर्खरै आयो म। अब भन्नु पर्दा यहाँ अब वातावरण चाहिँ एकदम राम्रो लाग्यो मलाई हैन। यहाँ चाहिँ एकदम बिन्दास लाग्यो क्या मलाई यार भाइ। यहाँ चाहिँ कस्तो भन्दाखेरि अब खाडी पनि गइयो हैन, एसिया पनि गइयो, तर यो युरोप भनेको युरोप रहेछ क्या भाइ। साह्रै राम्रो यहाँ हावापानीदेखि लिएर मान्छेहरू, वातावरण, हरेक कुरो अनेक कुरो मिलेको क्या यहाँ। जस कामहरु पनि राम्रै छ नि त? कामहरु पनि लगभग ठिकै राम्रै छ यहाँ एकदम। खाना बस्न चाहिँ कस्तो रहेछ त? खानु बस्नु त कुरै नगर भाइ, एकदम यो के अरे आफूलाई जति चाहिने जे चाहिने त्यही खाना पाइन्छ यहाँ। अनि कोल्ड ड्रिङ्क भनौँ, फ्रुटी भनौँ हैन, चिसो भनौँ, रेडबुल, बियर, सियर, अल्कोहल सबै कुरो पाउने भनेपछि यहाँ बुझ न यार, युरोप हो यार, एक नम्बर हो। अनि मार्केट आउँदा चाहिँ कति टाढा चाहिँ रहेछ त? मार्केट आउँदा पनि धेरै टाढा छैन, यस्तै 15-20 मिनटमै पुगिन्छ नि। 15-20 मिनटमै पुगिन्छ है। तपाईलाई सबभन्दा धेरै के चाहिन्छ? मलाई त यार अब हुन त अब त्यो के अरे नेपालमा अब दारूहरू पाइने यताउति, यहाँ त अब युरोप हो, यहाँ त ब्रान्डेहरू मात्रै पाउँछ हैन। तिनीहरू अब खाइन्छ, त्यो दारूहरू पनि चाहिन्छ मलाई। दारू पनि दारू नखाई बाँचिन चाहिँ गाह्रै छ। बाँच्नु त गाह्रो अब हुँदैन, तर अब नेपालमा अब खाइसकेको बानी परेको अलिकति गाह्रै पर्छ अब हैन। त्यही हो। यहाँ फेरि नेपाली उ पनि पाइन्छ भाइ, त्यो टुबक बियर भन्ने। ओहो, नेपाली टुबक बियर पनि? टुबक बियर पनि पाइन्छ। जस रमाइलो भइरहेछ है अहिलेसम्म चाहिँ? एकदम रमाइलो भाइ, यहाँ जस्तो रमाइलो कहीँ हुँदैन ल। अनि तपाईँ पहिला कुन देश जानु भएको अरे? म सुरुमा मलेसिया गएर आएको। हजुर। अनि त्यसपछि फेरि आएर दुबई गएको। दुबई जानु भयो? दुबईबाट चाहिँ यहाँ हो मेरो यो तेस्रो चोटि हो। तेस्रो चोटि है? जस दुबई मलेसिया भन्दा यहाँ बेटर लाग्यो कि? एकदम बेटर एकदम। अनि अहिले आउँदै गरेको टर्की आउँदै गरेको, आउन सोच्दै गरेको उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई भन्नु पर्दा यहाँ चाहिँ अब जे होस्, अब बुझेर काम बुझेर आउनु। कम्पनी अब राम्रो छ भने कन्ट्री त एकदम गुड माथि हुन्छ। एकदम राम्रो छ है कन्ट्री, एकदम। अब गर्मीको महसुस हुन्न हैन। हुन त सकेसम्म ज्याकेटहरू लिएर अलिक आफ्नो सेफ्टीको लागि आउनेहरूलाई चाहिँ त्यो एकदम गर्नु है। जस्तो जाडो चाहिँ कतिसम्म लाग्यो दाइ तपाईलाई? जाडो लगभग ठिकै छ हाम्रो। अब के अरे अहिले त जाडै छैन त्यति, नर्मल ठिकै छ अहिले। अब जस्तै हाम्रो पुस माघ यस्तो हुन्छ नि, मङ्सिर हो, यस्तो बेलामा चाहिँ यहाँ हिउँ पर्छ। अब हामी भर्खर आएको मान्छे, अब त्यति थाहा छैन हैन, पछि थाहा होला। तर अहिलेको सिचुएसनमा पनि अलिअलि चिसै छ भन्ने कुरा हो। ल त जे होस्, तपाईँको काम कति चल्दै गर्छ, स्यालेरी कति पाउँछ, यसको कुरा होइन पछि हाम्रो फ्रेन्डहरूलाई हामी भन्न सकौँला है। पछि आउँदै गर्नुहुन्छ नि भिडियोमा? ल हुन्छ म आइराख्छु बेला। ल त हस् त, ल नमस्ते। ल नमस्ते, धन्यवाद है। धन्यवाद यो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा। तपाईहरूलाई उहाँको सोच र विचार कस्तो लाग्यो कृपया कमेन्टमा तपाईको सुझाव दिनुहोस्। यदि तपाईहरूलाई अरू कस्तो प्रकारको भिडियो चाहिन्छ त्यो पनि कमेन्टमा बताउनुहोस् र म फेरि अर्को रोचक भिडियोमा तपाईहरूलाई भेट्नेछु। तबसम्मको लागि नमस्ते फ्याफुल्ला र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला।